एकजना काम नपर्ने मान्छेले कुकुर नुहाइदिएर धङ्सै छ अहिले टोकिदिन्छ अनि थाहा पाउनुहुन्छ। यावा तँलाई पनि नुहाइ नै ल। कहाँ यत्रोलाई चाहिँ नुहाइदिनु सकिन्छ हौ। सकिन्छ यहाँ पर्नुपर्छ कि यसरी यसो गरेर यहाँ अझ यहाँ के नै गर्दैन ए गनायो। कहाँ छ सागुन चाहिँ? अब यत्रोलाई सागुन लाएर कहाँ छ खै? रोको के गर्छस्? के गर अब बाजेको पैसा भयो यो त बाँसे आजको सुन्द हो बिटाएर त यावा रिसाइस अहिले यसले त टेढो आँखाले हेर्ला। टेढो आँखाले पो हेर्छ त। मलाई नुहाइदिन्छस् भन्दै रिसाउँदै होला भन्नु तँलाई एकछिन नहेर न मलाई छोडेर। यत्रो यो अनि 200 रुपियाँको 280 को साबुन ल्याएको के फाइदा भयो? तँलाई म टोक्छु नि भन्दै होला। मलाई टोक्दा पसाछु कानु पक्दा काली आइज न नुहाउनु आइज नुहाउँदैनस्? आइज मोटु कहाँ गएछ मोटु? आयो भाले यहाँ आइज त भाले उफ तल त्यो जयगाछको उयोमा गएर यहाँ आइज न तँलाई पनि नुहाइदिन्छ आइज बच्चिया। माया गर्नुपर्छ के कुकुरहरूलाई भनेको। माया गरेर मात्र हुन्छ सबै कुरो भनेको मायाले मात्र थाम्ने हो कि। कुकुरलाई माया गर्यो कुकुर बस्छ, कुकुरलाई माया गरेन कुट्यो कुकुर जान्छ हिँड्छ घर छोड्छ। त्यही हो माया गर्नुपर्छ अनि मात्र बस्छ। सानोमा पो नुहाउनु सकिन्छ त ठुलो भएपछि त कहाँ नुहाउनु सकिन्छ? टोकेर मार्छ। अनि म नुहाइदिइरहेको छु त यसलाई टोक्दैन नि म त अचेल त्यसले त नुहाउनै सक्दिनँ म। लडीबडी गर्ने त्यो थाहा छ नि। सानोमा चाहिँ हामीसँगै नुहाएर सुत्थ्यो। याउ त्यसो नगर ओह नगर्नु न हौ के साह्रो जाडो भइसक्यो होला नि त हो। अनि बिचरालाई यत्रो पानी खलङ्लङ अघि घाम लागेको बेला नुहाइदिनु पर्छ नि त हौ। रिसा यावा यो रिसा आयो हेर्नु न मेरो पनि पालो आउने हो कि भन्दै आएर हेर्दैछ। आँकुमा उयो पनि मेरो पनि पालो आउँछ कि मोटे यहाँ हेर्नु त मम्मीलाई त मोटु मम्मीलाई त हेर्नु त यहाँ मम्मीलाई यहाँ हेर न यहाँ आएर हेर्दैछ नि त्यसको माउलाई। लुलु भयो छोडिदिनु के भयो बिचरा कति भाग्नु खोज्दैछ ला। ए यावा चुप लाग
चुप लाग तेरै उपियाँ भाग्छ के त्यस्तो नगर यहाँ बस 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 भयो के भयो एक भाँडा पानी सकिसक्यो जाडो भयो ल गयो उसको बच्चा गयो उडेर गयो सिधै अब त्यो पिलर मुनि गयो जय घाँसमा के तल पसी गयो काली तँलाई पनि नुहाइदिएला है भागे नुहाइदिएला नि यो त जम्बु छ नि यसलाई त अब त नुहाइदिन सकिँदैन नि त यसलाई त नि यो त पौडी खेल्छ नि त खोलामा यहाँ पक्रिनुपर्छ नगर्नु न के नि गर्न सक्दैन नि नगर्नु साह्रै चित्त पो दुखाउँछ त फेरि यो त हेर्नु न जिब्रो निकाली आमा कसले चलायो कसले नगर्नु नगर्नु न हौ यस्तो भनेको नसुनेको मोटे भाग्दैछ मोटे ची हात धुनु है लु खाना खानुपर्छ भने कहिले देखेन भनेको कहाँ गयो यावा चाहिँ कस्तो रिसाउँछ यावा कसले आमै उ हेर्नु न मलाई देखेर त भागो कस्तो भागेको क्या मलाई देखेर पनि ऊ ला ऊ सबै फोहोर अब त ला यो माटोमा पल्टिँदैछ ऊ तल माटोमा पल्टिँदैछ ऊ तल गएर हेर्दैछ म खोले मागो बोकेर आउँछु बसन्त तँलाई पनि नुहाइदियो नि नुहाइदियो सफा भएको थिइस् नि अहिले फेरि अघि माटोमा खेलिस् जा होइन गाई चिया चाहिँ पुरै माटोमा लडीबडी गर्दैछ उसलाई नुहाइदिएको रिसले पुरै यहाँनिर हेर्नु सक्नुहुन्छ आइज त्यहाँ खोर्सानीको बिरुवा सकिस् नि त यावा ऊ देख्नुभयो सबै फोहोर बनाइछ आइज यावा आइज सुक्ने तरिका त देख्नुभयो सुक्ने तरिका अप्नाउँदैछन् त्यसो नगर्नु भनेर सक्यो मेरो तिते बिर उयो चाहिँ खोर्सानी चाहिँ सक्यो यिनीहरूले यो सब तपाईँले गर्दाखेरि होइन नि नुहाउनु पर्छ नि कुकुरलाई अनि त्यत्रो साबुनले त पालेको कुकुरलाई नुहाउनु पर्दैन मरे हो म फाइनली घाँस देख्नु सक्नुहुनेछ यहाँनिर सिमहरू होइन हाम्रो चाहिँ यस्तो छ अनि ठाउँहरू आएको मटो आइज अनि यो चाहिँ हाम्रो खेत हो अनि यहाँनिर चाहिँ हामीले काँक्राहरू रोपेको छौँ देख्नु सक्नुहुन्छ चाहिँ काँक्रा र करेला अनि यहाँ पारि चाहिँ अब पारि मामाहरूको घर यो चाहिँ अनि यहाँ तल हजुरबाहरूको घर छो अनि मकै बारी हो घाँसको लागि अनि यहाँनिर चाहिँ हामीले धान रोप्नुको लागि बिउ राखेको छ अनि यहाँदेखि चाहिँ तल हाम्रो खेत चर्लाएर अनि यो चाहिँ पारी हो हाम्रो घरदेखि पारिपट्टि हो तपेवा हो कसरी रिसाउँदै बसिरहेको छ अनि यहाँ पर चाहिँ तपेवादेखि मेतालुङ समेता राखे चाहिँ हुस्सी लागेर हुस्सीले डम्म राखिरहेको छ अनि यो चाहिँ हाङमसुली हो कस्तो रिसको पोको कहाँ गयो अर्को चाहिँ बसन्त नि खोले त पाकेछ अब दिनु पर्ने यो चाहिँ कस्तो हरियाली देखिरहेछ कि तर पुरै बादल आएर बादलले ढाकिरहेको छ बिहान त अघि रविको सिम कस्तो दामी देखिँदै थियो अहिले त पुरै धुम्मेर छेकिसकेछ
यो प्याज पनि उखाल्ने बेला भयो आउनु उखालेर लैजाउँ ला किचनको ढोका बन्द गरेकै छैन है म त यहाँ पनि करेला छ अनि यो चाहिँ प्याज कस्तो उखाल्ने बेला भएको छ साथी हो अनि यहाँ हेर्नु सक्नुहुनेछ प्याज हैन प्याज त खासै ठुल्ठुलो चाहिँ फलेको रहेनछ अनि ठिक्कको फलेको रहेछ अनि यो फल्नु त अब ठुल्ठुलो फल्ने खालको प्याज थियो तर पानीले गर्दाखेरि चाहिँ ठुलो हुनु सकेन सुरुगा मर्गी लागिरहेछ र सुकसुक गरो यहाँनिर प्याज उखालेर लगेर सुकाउनु छ यत्रो चाहिँ भएको रहेछ यावा मोटे आइज जाओस् न अनि एकछिन खेलेर आओस् यावा लडी गयो उदो यावा आइज यावा आइज उसो पानीले गर्दा पिल्सेर नि बाँधेर झुन्डाउनु पर्ने यहाँनिर चाहिँ अस्ति उखालेको है यो यहाँको चाहिँ नोक्कल थियो नोक्कल भन्दा पनि यहाँको चाहिँ मधेसी प्याज भन्छौँ हामी अनि यो चाहिँ कोरियन प्याज अनि मेरो बुढो चाहिँ ऊ माथि बसेर हेर्दै बसिरहेछ कुकुरलाई नुहाइदिएर रिसाएर कुकुर भागो अनि मलाई फकाएर ल्याऊ भन्दै बसिराख्नु भएको छ अनि यो चाहिँ हाम्रो